यो मेरो पुनर्जन्म हो, मेरो दोस्रो अध्याय हो हैन त। जस्तो यसमा मैले जे गरिरहेको छु त्यो त नयाँ चिज गरिरहेको छु नि भनेपछि म नयाँ रेखा थापा हो। म त्यही 16-17 वर्षकै रेखा थापा हो के। दिदीको त्यो स्मरण शक्ति एकदम राम्रो छ के। मतलब धेरैचोटि रिडिङ गरेर याद हुने डायलग पनि दिलाई सुन्दा सुन्दै यति चाँडो याद हुँदो रहेछ नि। लगभग दिलाई यादै भइसक्यो 2 दिनमा डायलग। अनि डाइरेक्टरहरूको चाहिँ 2 प्रकारको डाइरेक्टर हुन्छन् जस्तो लाग्छ है मलाई। जस्तो एउटा डाइरेक्टर चाहिँ आफै फिलिङ्समा एक्टिङ गरेर देखाउने हुन्छ। एउटा डाइरेक्टर चाहिँ टेक्निकली मात्रै हुन्छ क्या। उसले चाहिँ एकजना त्यो टाइपको डाइरेक्टरले चाहिँ एक्टिङ गरेर देखाउने अथवा चाहिँ मेरो क्यारेक्टरलाई यो चाहिन्छ भने चाहिँ क्यारेक्टरले गर्नुपर्ने हुन्छ। रेखाभन्दा अलिकति भिन्नै मिरा आउँछ नि होइन? भिन्नै मिरा आउँछ। मिरा एकदमै फरक नै आउँछन् भन्ने मैले आशा राखेको छु। आफ्नो अगाडि भयानक राक्षसहरू देख्छु, म कसरी हाँस्न सक्छु? थाहा छ मलाई मेरो चेतना शक्ति खस्कदैछ। सधैँ सन्तापमा बस्नुहुन्न, यसरी जीवन चल्छ। यो सन्तापको श्रृङ्खलाको अन्त्य छैन दिदी। यदि छ भने जहाँबाट सुरु भयो त्यही नै अन्त्य हुन्छ। तिमीलाई अझै यो सम्भव लाग्छ? लाग्छ। उनी मेरो आराध्य हुन्। जीवनको सारा दुःख भोग गरिसकेपछि मीराबाई श्रीकृष्णको चरणमा अलग भएकी थिइन्। एकात्मक प्रेमको परिणाम थियो। मसँग अलग हुने महत्त्वाकांक्षा त छैन, तर चरणमा शरणगत हुने अभिष्ट छ। त्यसको लागि केही संहिताहरू कुल्चिनुपर्छ। त्यो तिमीलाई राम्रोसँग थाहा छ। म अराजक भएको छु दिदी। म नियन्त्रणभन्दा बाहिर छु र तेस्रो पक्षको नियन्त्रणको कुरा त परको कुरा। म निस्केँ मिरा, मेरोमा आइज न केही दिन। दिउँसोको समय छ, भाइ पढ्न गएको छ, बाबा आमा रहेका छन्, 3 जना गफ गर्दैछन्। मेरा केही काम गर्ने सोच्यौ कि सधैँ चिन्तित भएर बसेर पनि त नहोला। मेरा बिहेको बारेमा केही सोचेकी छस्? बिहे? त्यो त अब तपाईँलाई थाहा छ नि, यो सम्भव छैन। म त यस्तो हालत हेर्न सकिरहेको छैन मेरा। भन्तेरो लागि म के गर्न सक्छु? योभन्दा अरू बढी केही गर्नु पर्दैन, नत्र म सहन सक्दिनँ। साँझको आरती हुँदै थियो। तबलाको 3 ताल, उनका पाउ तबलाको तालमा चाल मिलाइरहेको हुन्छ। उनी तबलाकै तालमा घुम्दै थिए। जब तबलाले विश्राम लिन्थ्यो उनका पाउले पनि विश्राम लिन्थ्यो। नेपथ्यमा गीत बज्दैछ। तिमीले अहिले जुन तरिकाले हामीले रेखा दिदीलाई चाहिँ मिरा बनाउने भनेर सुरुमा स्क्रिप्टहरू प्लान गऱ्यौँ, अहिले 1-2 दिनको रिडिङमा चाहिँ त्यो आइरहेको छ नि, के छ? आइरहेछ, धेरै नै आइसक्यो। 2 दिनमा आउनुपर्ने चिज योभन्दा कमै हो। अरूबाट दिदीबाट अझै धेरै आइसक्यो। अझ पनि ध्यान नदिएको रे। दिदीको त्यो स्मरण शक्ति एकदम राम्रो छ क्या। मतलब धेरैचोटि रिडिङ गरेर याद हुने डायलग पनि दिलाई सुन्दा सुन्दै यति चाँडो याद हुँदो रहेछ नि। लगभग दिलाई यादै भइसक्यो 2 दिनमा डायलग। अनि पर्फेक्ट। मलाई हिजो बेलुका फोन गर्नुभएको थियो, हाम्रो कुरा भएको थियो। मेरो लागि के भन्नु त? मेरो लागि यो एकदम नयाँ अनुभव। यसरी पढ्नु पनि भएन क्या दिदीले। जीवनमा पहिलोचोटि भन्दिउँ न। जीवनमा पहिलोचोटि एकदम राम्रो अनुभव भएको छ। म बुझि पनि रहेको छु। पढ्दै गइसकेपछि मलाई मेरो क्यारेक्टरहरू म बुझ्दै गइरहेको छु। अनि स्क्रिप्ट पनि कन्ट हुँदै गइरहेको छ जस्तो भएको थियो। यो हजुरलाई चाहिँ के भइरहेको छ? सुरुमा डाइरेक्टरले लगेर सुनाउँदाखेरि प्रकाशले को ल्यायो नाटक भए अलिकति त मलाई स्ट्रेन्ज फिल भएको थियो। होइन, मलाई त्यस्तो जजमेन्टल त म कसैको प्रति हुन्न। सुन्दरले सुनाउँदाखेरि चाहिँ त्यो उसको 1-2वटा वाक्यबाटै थाहा हुन्छ यो मान्छे चाहिँ कतिको क्यापासिटी भएको मान्छे हो भन्ने थाहा भइहाल्छ कि। अनि उसले त्यसपछि अस्ति हामी यहाँ आएर सुन्यौँ नि, उसले जुन प्रकारले एक्सप्लेन गर्यो नि, मलाई इनफ्याक्ट डाइरेक्टरहरूको चाहिँ 2 प्रकारको डाइरेक्टर हुन्छन् जस्तो लाग्छ है मलाई। जस्तो एउटा डाइरेक्टर चाहिँ आफै फिलिङ्समा एक्टिङ गरेर देखाउने हुन्छ। एउटा डाइरेक्टर चाहिँ टेक्निकली मात्रै हुन्छ क्या। उसले चाहिँ एकजना त्यो टाइपको डाइरेक्टरले चाहिँ एक्टिङ गरेर देखाउने अथवा चाहिँ मेरो क्यारेक्टरलाई यो चाहिन्छ भने चाहिँ क्यारेक्टरले गर्नुपर्ने हुन्छ। तर कोही डाइरेक्टर चाहिँ आफैले एक्टिङ गरेर देखाएर मेरो जस्तो उसले मेरो मिराले यसरी बोल्छ भनेर जुन प्रकारले सुन्दरले मलाई एक्सप्लेन गर्यो, म एकदम बाई हार्ट एकदम फ्यान भएको हो। किनभनेदेखि मलाई चाहिँ त्यो आफै एक्टिङ गरेर त्यो मिरा बन्नुभन्दा डाइरेक्टरले को कल्पनाको मिरा कस्ती हुन्छ उसले देखाउने हो नि त। अनि मलाई सजिलो पनि के भएको छ नि, उसले एक्टिङ गर्छ म त्यही कपी गरिदिन्छु। त्यो एकदमै सहज हुँदो रहेछ। सहज हुन्छ नै। नेपाली फिल्ममा पनि धेरै त हुनुहुन्न। मैले काम गरेको 2-4 जना चाहिँ एकदम यस्तै सुन्दर जस्तै एकदम एक्टिङ गरेर देखाउनेमा चाहिँ मलाई एकदम सहज हुन्थ्यो कि। गयो टक्क रिहर्सल्समा डाइरेक्टरले गरेर देखाइदिने, टक्क गऱ्यो सक्यो। नभए आफैले मात्रै गर्दा चाहिँ 3-4वटा अप्सन एक्टिङ गरेर देखाउनु पर्थ्यो। मलाई चाहिँ मजा आइरहेछ जे होस्। रेखाभन्दा अलिकति भिन्नै मिरा आउँछ नि होइन? भिन्नै मिरा आउँछ। मिरा एकदमै फरक
नै आउँछिन् भन्ने मैले आशा राखेको छु। जस तिमीहरूलाई प्राउड नै हुन्छ होला। ढुक्क छौँ होइन डाइरेक्सन म त ढुक्क म त एकदम र भएर आएको छु होइन, मलाई केही पनि आउँदैन भनेर आएको। हजुर यसरी र भएर आउनुहुन्छ जस्तो मजा लागेको थिएन फेरि। यिनीहरूलाई मैले अलिकति चाहिँ के पढाएको थिएँ भने दिदीको एउटा एटिट्युड चाहिँ आउँछ, एउटा त्यो स्टार्डम पनि सँगसँगै आउँछ भन्ने चाहिँ मलाई लागेको थियो। मैले कहिले प्रिपेयर चाहिँ थिएँ म, तर त्यो भएन, राम्रो भयो। उनीहरू पनि खुसी छन्, उनीहरू एडीको टिमहरू एउटा पनि। कलाकार भइसकेपछि हरेक टाइम नयाँ हुन्छ। कलाकार कहिले पनि पुरानो हुँदैन। कलाकारको भनौँ न परिचय चाहिँ बढ्दै जाला अथवा दुनियाँले चिने पनि त्यो कलाकार चिनिए पनि कलाकार सधैँमा ताजगी, यङ र त्यो उमेरको कुनै सीमारेखा नै हुँदैन। हरेक टाइम कलाकार चाहिँ जन्मि नै रहेको हुन्छ। यो मेरो पुनर्जन्म हो, मेरो दोस्रो अध्याय हो होइन त। जस्तै यसमा मैले जे गरिरहेको छु त्यो त नयाँ चिज गरिरहेको छु नि भनेपछि म नयाँ रेखा थापा हो। म त्यही 16-17 वर्षकै रेखा थापा हो कि हरेक फिल्ममा। म चाहिँ त्यो मैले स्टारडमको भार बोकेर हिँडेँ भने त म रेखा थापा नै भन्दिनँ नि। त्यो भयो होला, त्यो काहीँ होला, तर म त म हो नि त। म त फेरि नयाँ ऊर्जाका साथ नयाँ रेखा थापा भएर आएको छु नि। म आफूलाई त्यो हिसाबले चाहिँ लिन्न। योभन्दा अगाडि हजुरले गरेको चलचित्रहरूमा गरेका पात्रहरूको चुनौती, हजुरले समाज राजनीतिमा गरेका चुनौतीहरू जस्तै नाटकमा पनि हजुरको चुनौतीले सफलता आउँछ भन्नेमा हामी ढुक्क छौँ। त्यही भएर लेखेको नि रेखा थापाले। अनि उसलाई पनि सोध। अनि जस्तो पहिलोचोटि सुन्दरले यो रोलको लागि चाहिँ ल तिमी हुनसक्छौ एकचोटि आऊ भन्दाखेरि को अनुभवदेखि अहिले दिदीसँग अगाडि बसेर त्यो पेयरको लागि स्क्रिप्ट रिडिङ गरुन्जेल चाहिँ कस्तो अनुभव भइरहेछ? यो त अब अनएक्सपेक्टेड नै भयो। एक त पहिलो कुरो दिदीलाई पहिलेदेखिबाट हेर्दै आइरहेको होइन, पर्दामै देख्दा पनि रमाउने मान्छेहरू हामीहरू। यसरी सोच्दै नसोचेको ट्याक्कै रेखा दिदीको पेयरिङको लागि चाहिँ एकचोटि लुक टेस्ट गर्न देऊ न भनेर यता डिरेक्टर साहबले भनिसकेपछि चाहिँ अनि त्यसपछि मलाई अरू केही पनि चाहिएन। हुन्छ नि, अब मैले अस्ति पनि भने भोलि मलाई रेखा दिदीले हेर्दै हुनुहुन्छ भनेर त्यो निधाउन सकिनँ होइन। अनि अब यो कस्तो हुँदो रहेछ भने नि अब हाम्रो यो कर्म गर्ने काम गर्ने यो एक्टिङ्समा चाहिँ नसोचेकै कुराहरू हुँदो रहेछ क्या। मैले सोचेको पनि थिइनँ दिदीसँग म यसरी के अरे स्टेज सेयर गर्छु, त्यो पनि नाटकमा अनि मैले मेरो बियोन्ड इमेजिनेसनको कुरा थियो त्यो। अनि अहिले म दिदीसँग रिडिङमा बसिरहेको छु 2-4 दिनदेखिबाट, दिदीको अगाडि नै छु, मेरो अगाडि दिदी हुनुहुन्छ। घरिघरि त्यो हुन्छ नि दिदी, त्यो कस्तो अलि त्यो भइरहेछ र यो टाइपको त्यो के भन्छ अरे त्यो व्यक्त गर्नै नसकिने क्या। अनि त्यस्तो फेजमा चाहिँ म अहिले गुज्रिरहेको छु। घरिघरि म घरमा सम्झिँदा पनि यसो एक्लै भएर सम्झिँदा पनि मेरो त रेखा दिदी हो त चालिन्छ। सँगसँगै दिदीबाट धेरै कुरा पनि सिक्न पाइन्छ भने होइन म तिमीहरूसँग सिकिरहेको छु बाइ द वे। यो कृष्ण जुन क्यारेक्टर डाइरेक्टर साहबले अप्रोच गर्नुभयो के छ, आफूलाई पाइएको छ कि छैन, कस्तो छ? म यो चरित्र म हो, मिरा त म नै हो है। आई मिन अहिले मैले भने कि बिचमा के हदसम्मको चाहिँ आफूलाई भेटिने क्यारेक्टर छ यो। मैले अस्ति पनि भने कतिपय रिलेट हुने कुराहरू नै छन्, यो हाम्रो सोसाइटीमै घटेका कुराहरूमा रिलेट हुने कुराहरू नै छन्। त्यही भएर चाहिँ समवेयर चाहिँ भेटाएको छु। अब आशा छ डिरेक्टर साहबले अझै बाँकी भेटाइदिनुहुन्छ भन्ने होइन। अनि हजुरहरूको सपोर्ट यताउति त भइहाल्छ, तर स्पेसल्ली चाहिँ म दिदीसँग काम गर्दैछु, एकदम खुसी छु। बेला बेला चिमटिरह है फेरि मैले यो हाम्रो नाटक कहाँ हुँदैछ, कहाँ मञ्च हुँदैछ त्यो पनि भन्नु। यो हाम्रो नाटक चाहिँ कान्तिपुर फिल्म एकाडेमीमा गैरीधारामा चाहिँ जेठ 15 गतेदेखिबाट असार 7 गतेसम्म हुँदैछ। मिलेकोहरू हजुरहरू सबैले थाहा पाइसकेपछि चाहिँ आएर हेरिदिनु होला। स्पेसल्ली रेखा दिदीको लागि आइदिनु होला। फेरि पनि एकचोटि हामीहरूले पहिला देखेको रेखा दिदीलाई फेरि एकचोटि हेर्न, त्यही उमेरमा त्यही क्यारेक्टरमा त्यही बेलामा तिम्रो पेयरमा सञ्चालित रियलमै पुनर्जन्म चाहिँ त्यसको लागि थ्याङ्क यू डिरेक्टरलाई, प्रकाशलाई। अरू के छ? गजब छ। अगाडि बढौँ, के भन्नु छ? त्यस्तो केही छैन, मेरो लागि नै च्यालेन्जिङै छ दिदी छन चाहिँ यो। तपाईँलाई लिएर आएर गराउनु हो नि थिएटरका राम्रो डिरेक्टरहरूले रेखा थापालाई उतार्दैछस् ल है केटा भन्ने तरिकाले दिइसके, त्यही भएर पनि च्यालेन्ज धेरै चिजमा च्यालेन्ज छ। आई सपोर्ट यु, डोन्ट वरी। जसरी नि हुन्छ राम्रो हुन्छ, तपाईँ गर्न सक्नु, त्यस्तो डायलग बिर्सिने हुँदैन। यो सन्तापको श्रृङ्खलाको अन्त्य छैन दिदी, यदि छ भने जहाँबाट सुरु भयो त्यहीँ छ।
यो सन्तापको अन्त्य छैन दिदी, छ भने जहाँबाट सुरु भयो त्यही अन्त्य छ। फेरि श्रृङ्खला ल फेरि भन्नु, यो सन्तापको श्रृङ्खलाको अन्त्य छैन दिदी, यो सन्तापको श्रृङ्खलाको अन्त्य छैन दिदी, यदि छ भने जहाँबाट सुरु भयो त्यही अन्त्य छ। जहाँबाट सुरु भयो त्यही अन्त्य छ। यस्तै यस्तै हो।